मतदान केन्द्र भएका संगठनको केन्द्रीय निकाय तथा केन्द्रीय विभागहरूको सदस्य र सम्पूर्ण मातहतका कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी, वडा कमिटी र टोल कमिटीका पदाधिकारीहरू तथा सदस्यहरूलाई रहेको छ। बैठकले प्रतिनिधि सभा निर्वाचन परिचालन कमान्डर अन्तर्गत 6743 वटै वडामा वडा कमान्डहरू निर्माण गर्ने र साथसाथै 10,967 वटै बुथहरूमा पनि बुथ कमान्डर तोक्ने हामीले निर्णय गरेका छौँ र साथै निर्वाचन परिचालन कमान्डले उम्मेदवारहरूलाई जिताउन आवश्यक प्रचार रणनीति बनाउने र आम मतदाताहरूमा जागरण ल्याउने, मतदाताको लागि भयरहित वातावरण बनाउने र उम्मेदवारहरूको सुरक्षा सबै प्रबन्धन पनि राष्ट्रिय युवा संघ नेपालले बनाउने भन्ने छ। महाराज गुरुङ अध्यक्ष र हामीले यति कुरा राखेका छौँ। विशेषतः हामी वडा तहमै विशेषतः हामी 165 वटै निर्वाचन क्षेत्रमा हामीले राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीकै साथीहरूलाई कमान्ड दिएका छौँ। उहाँहरूकै केन्द्रीय कमिटीकै कमान्डमा रहन्छ र साथसाथै प्रदेश स्तरमा हाम्रो पालिका पदाधिकारी लेभलकै कमान्ड हामीले व्यवस्थापन गरेका छौँ र त्यस्तै गरेर 6743 वटै वडामा हामीले राष्ट्रिय युवा संघ नेपालको कमान्डलाई व्यवस्थापन गरेका छौँ। ती सबै वडाहरूमा हाम्रो कमान्डर रहनेछ र त्यही ढङ्गले हामीले कमान्ड गर्नेछौँ र 10,967 वटै बुथ, एउटा वडामा पनि 2टा बुथ 3टा बुथ हुन्छन्, ती बुथहरूमा पनि हामीले ती बुथ सुरक्षाको निम्ति नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्नका निम्ति आउनुभएका सबै मतदाताहरूलाई सूर्य चिन्हमा मतदान गर्ने वातावरण निर्माण गर्नका निम्ति र सँगसँगै हामीले 6743 वटै वडामा चुनावी परिचालन गर्ने, सबै जनता मतदाताहरूलाई मतदाता शिक्षा दिने, हाम्रा उम्मेदवारहरूलाई हरेक घर टोल पुर्याएर मतदाताहरूलाई सूर्य चिन्हमा मतदान गर्ने वातावरण निर्माण गर्ने र साथै 10,967 वटै मतदान केन्द्रमा आम काठमाडौँमा रहेका, देश विदेशमा रहेका सबै मतदाताहरूलाई मतदान गर्नका निम्ति आउनको निम्ति पनि निमन्त्रणा गर्ने र त्यो परिचालनमा लाग्ने पनि राष्ट्रिय युवा संघ नेपालको निर्णय रहेको छ। हामी यसपालि विशेषतः निर्वाचन क्षेत्र र वडा र मतदान केन्द्रमै केन्द्रित रहेर हाम्रो कमान्डहरू, हाम्रो परिचालनको कामहरू विशेषतः यही ठाउँमा रहनेछ। मैले अघि नै पनि भने यो सरकारले निर्वाचन भयरहित वातावरणमा गराउँछ भन्ने कुरामा हामी ढुक्क छैनौँ। आम मतदाताहरूलाई यो मतदान केन्द्रसम्म पुगेर सुरक्षित ढङ्गले मतदाताहरूलाई त्यो मतदान केन्द्रसम्म पुर्याउने काम पनि राष्ट्रिय युवा संघ नेपालले गर्नेछ। यही कुरा तपाईँहरूको रूपमा राखेँ।